यो वर्षको बर्थडे यति स्पेसल हुन्छ भनेर मैले कहिले कल्पनामा समेत सोचेकी थिइनँ। म कति वर्षकी भए र कसरी सेलिब्रेसन गर्यौँ त। हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो हामी 3 दिदी बहिनी सँगसँगै हाम्रो छोरा अनि चर्चको दाई र दाईको छोरी सरर लाग्यौँ एयरपोर्ट हुँदै बजारतर्फ। बजार पुगेर थोरै किनमेल थियो, किनमेल सकेर हामी फर्केर आयौँ भाटबटिनी। दाईले हामीलाई भाटबटिनीमा छोडेर उहाँ भने घर फर्किनु भयो, हामी भने भित्र प्रस्थान गर्यौँ। यसरी मलाई एउटै कुराको चिन्ता लागेको थियो, छोराको पहिलो एक्सपिरियन्स थियो लिफ्टमा हैन, कतै रुने हो कि भन्ने लागिरहेको थियो। तर ऊ त यति ह्याप्पी र अर्को कुरा के साथीहरू, उसको आन्टीहरू भने पछाडि यति मरिहत्ते गर्छ कि मलाई चाहिँ टाटा बबाई के मेरो वास्ता नै छैन कि मलाई बाल नै दिँदैन हैन। आन्टीहरूले पनि उसलाई उत्तिकै माया गर्छ नि त, त्यही भएर पनि हुन सक्छ है। आन्टीहरू भने पछाडि मेरो छोरा मरिहत्ते गर्छ। अनि त्यतिकैमा हामी किनमेल गर्नको लागि भित्र प्रवेश गर्यौँ र त्यतिकैमा चाहिँ नि साथीहरू एसीको चिसोले उसलाई आनन्द लागेछ क्यारे, ऊ चाहिँ डान्स गर्न थाल्यो। यसरी मेरो छोराको लागि चाहिँ काहीँ अब राम्रो ठाउँ नै चाहिँदैन कि ऊ बाटोमा पनि गीत बज्यो भने नाचिदिन्छ, गाडीभित्र पनि नाचिदिन्छ, जुनसुकै जहाँसुकै पुगौँ गीत बजेको सुन्यो भने चाहिँ नाचिहाल्छ है। अनि यता र उता कुदेर मेरो छोराले माइली बहिनीलाई चाहिँ वाक्क नै लगाएको थियो है। बेलुका चाहिँ म धेरै थाके पनि भन्दै थिइन् उसले, र यता कुदेको छ उता कुदेको छ, यता कुदेको छ उता कुदेको छ हैन। अनि त्यतिकैमा सबै लिने सामानहरू लिइसकेर हामीले बिलसिल गरेर झर्यौँ फर्स्ट फ्लोरमा अनि आइसक्रिमहरू खायौँ। अनि त्यतिकैमा नानीहरू बहिनीहरू सबैले भोक लाग्यो भन्न थाल्यो नि त। अनि फर्केर आयौँ हामी मोमो सेन्टरमा र मोमो खायौँ त्यहाँ आएर। अनि मोमो चाउमिनहरू खाएर बेलुकी पनि भइसकेको थियो। त्यतिकैमा चाहिँ हामी फर्केर आयौँ है साथीहरू घरमा। अनि घर फर्केर आइसके पश्चात चाहिँ मेरो बर्थडे थियो, तर छोरा चाहिँ यता नयाँ जुत्ता लगाएर हिँडिरहेको थियो है। भाटबटिनीमा आन्टीलाई दङ्ग्याएर किनेको उसले। अनि जुत्ता सुत्ता लगाएर ऊ हिँडिरहेको थियो। त्यतिकैमा चर्चको आदरणीय पास्टर बुवा, पास्टरनी आमा लगायत सम्पूर्ण आमन्त्रण गरेका व्यक्तित्वहरू चाहिँ आइसक्नु भएको थियो। अनि हाम्रो बर्थडेको कार्यक्रम सुरु भयो र यो वर्षको बर्थडे चाहिँ यति धेरै रमाइलो भयो कि यति आशिषित भयो, मैले सोचेको थिएन कि साथीहरू। र 30 वर्षको उमेरमा आएर चाहिँ मैले दुईवटा केक चाहिँ काट्न पाएको थिएँ हैन। यो केकको लागि आदरणीय पास्टर बुवा, पास्टरनी आमा, बाबु नानी लगायत मेरो 2जना बहिनीहरूलाई हृदयबाट नै थ्याङ्क यू सो मच भन्न चाहन्छु। उहाँहरूले स्पोन्सर गर्नुभएको थियो हैन। 30औं वर्षमा 2वटा केक काटेर मैले भव्यसँग त्यसरी बर्थडे मनाएकी थिएँ।